साथीहरु नमस्ते। आज पनि हजुरको माझमा एउटा छोटो भिडियो लिएर आएको छु हैन। त्यो चाहिँ के भिडियो भन्दाखेरि चाहिँ मैले चाहिँ मेरो अर्डरको सिलाइ बुनाइहरु चाहिँ कम्प्लिट गरेर चाहिँ छोटो भिडियोमा पनि ल्याउनु पर्यो भनेर चाहिँ सोचेर चाहिँ भिडियो बनाएको हैन। मैले के बुने म तपाईहरुलाई कस्तो लाग्छ यदि मन पर्यो भने कमेन्ट गरिदिनुस् ल। अन्त यहाँ म चाहिँ तपाईहरुलाई एक कुरा गरेर चाहिँ देखाउँछु ल। मैले चाहिँ पहिलोचोटी चाहिँ यो ह्याङ्की बुनेको छु हो। यो टाउकोमा लाउने ह्याङ्की हो। यो पनि मेरो चाहिँ अर्डरको हो। आज मैले भिडियो गरिराखेको चाहिँ सबै अर्डरको हो। अन्त यहाँ छ यता हो, यहाँ छ। अन्त यो मेरो अब यो अर्डरकै हो। त्यही सेकेन्डमा छ ह्याङ्की भइहाल्यो। सेकेन्डमा छ मेरो यो लबर ब्यान्ड भयो हो। सिम्पल लबर ब्यान्ड बुनेको छु। अलिक नजिकबाट देखाइदिनु पर्यो। यो लबर ब्यान्ड भइहाल्यो। यो मेरो अर्डरकै हो। त्यहाँदेखि थर्डमा चाहिँ भयो यो मेरो अब यो चाहिँ खास चाहिँ मैले यो चाहिँ यस्तो गाडीको अगाडितिर झुन्डाउने हुन्छ नि त्यो भनेर अस्ति मैले त्यो येल्लो कलरको एकजना भाइको लागि बुनेको भनेर देखाएको थिएँ। अन्त त्यो चाहिँ एकजना मेरो साथीले चाहिँ साह्रै मन पराएर चाहिँ फेरि सेम अर्डर गरेको थियो हैन। अन्त उनले चाहिँ यस्तो चाहिँ स्ट्रबेरी बनाइदिनु भन्दै थियो। मेरोमा धागो नभएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो यसरी बुनेको छु हो। यस्तो छ। यो चाहिँ उसले चाहिँ ब्याकमा झुन्डाउने, साइड ब्याकमा झुन्डाउने भनेर, तर मेरो ब्याकतिर झुन्डाउने पनि सानो थियो। उसले त्यो चाहिँ मन पराएन। यो ठुलोमा मन पराएर चाहिँ मैले यो चाहिँ उसको लागि बुनिदिएको। मेरो यो पनि अर्डरकै हो। त्यहाँदेखि मेरो यहाँनिर इयरिङ पनि छ। हेर्न सक्नुहुन्छ। दुईटा भयो फाप्दैछ यहाँ त पक्रिँदा। यो पनि मेरो इयरिङ नै हो। यो पनि अर्डरकै हो हो। यो सबै अर्डरकै हो। तर यो चाहिँ लामो हुन्छ। उसलाई चाहिँ ठिकै हुन्छ हो। यो इयरिङ छ। यो उसले त अझै यस्तो 5 वटा हालिदिनु भन्दै थियो। तर मैले कति 1 2 3 4टामै नै यत्रो लामो छ। 5 वटा भए त अझै यहाँ तल आइपुग्थेछ। लामो छ। यो अर्डरकै हो। त्यहाँदेखि लास्टमा चाहिँ छ मेरो यो छ। अलिक बिग्रेछ हौ यो त। यो छ। यो इयरिङ हो। यो इयरिङ छ के भन्छ हौ। अन्त मेरो भिडियो चाहिँ यति नै हो हैन। मैले हजुरहरुलाई म के बुन्छु देखाउँछु भनेको थिएँ। अन्त हजुरहरुलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनुस् ल। अन्त यदि हजुरहरुलाई चाहियो भने तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ हैन। अहिले सबै मैले बुन्दैछु। अहिले एभेलेबलै छ हैन। दिउँसो घाममा अब बाहिर निस्केर कामहरु गर्नु पनि सकिँदैन। त्यहाँदेखि चाहिँ अन्त भित्र अब सिलाइ बुनाइ गरे बस्यो हैन गरममा। अन्त नानी आल्यो त्यो त्यही हो। त्यही आजको यो मेरो यो चाहिँ तपाईहरुलाई देखाउनु थियो हैन। के कस्तो लाग्यो कमेन्टमा एउटा राम्रो कमेन्ट गरिदिनुस् ल हैन। अन्त नराम्रो कमेन्ट चाहिँ नगरिदिनुस्। किनभने मलाई चाहिँ त्यस्तो सहने बानी छैन। अन्त मैले कति युट्युबमा पनि मेरो नराम्रो कमेन्टहरु मैले पाएको छु र पनि म अहिलेसम्म चुप लागे हैन। अन्त यसको चाहिँ हजुर आशा छ हजुरहरुकोबाट मैले राम्रो कमेन्ट पाउँछु भनेर। के कस्तो लाग्यो कमेन्टमा भनिदिनुस् ल। र आज मेरो यो छोटो भिडियो चाहिँ यहीँनिर इन्ड गर्न चाहन्छु। थ्यांक यू सो मच फर वाचिङ।